वेलकम ब्याक टु माई च्यानल पोखरेली सन्दिपमा स्वागत छ। हामी चाहिँ अब हामी त यो यिनीहरूको बागे लानुपर्छ पर्दैन पर्दैन ल हामी चाहिँ लिफ्टमा अट्एन है। सो हामी चाहिँ बुफे खानको लागि अब कस्तो भयो त नि हिजो एकदम रमाइलो कस्तो ठिकै भयो हिजो त एकदम थकै लाग्थ्यो आज रमाइलो हुन्छ होला है। अब कता कता घुम्छौँ हिँडमा हिजो चाहिँ ठिकै घुम्यो हिजो त्यति घुमेन। आज अब त्यो एउटा गार्डन छ सोन ब्राउन भन्ने गार्डन हो दामी राम्रो छ। सो हामी चाहिँ अहिले चाहिँ बुफे खानको लागि जान लागेको बाहिर गेटअप यस्तो छ ठिक छ न कति भयो तल हो कि जिरो जिरो होला अनि हामी चाहिँ अब बुफे खाएर अनि त्यसपछि बल्ल बाहिरतिर निस्किनेछौँ होइन। बुफे देखाउन है यहाँको यहाँको बुफे कस्तो कस्तो हुन्छ म देखाउनेछु। कार्ड कुन कार्ड भनेको तिमीले कि कागजको चाहिँदैन है त बागेर ल्याउनु पर्छ नि यिनीहरूलाई राख्नको लागि सुत्नेमा के हो छैन है प्याक छ। गाइस हामी चाहिँ यहाँ बुफेको लागि कुर्दै हो होइन बुफे खानको लागि ब्रेकफास्ट हामीलाई मात्रै चिसो भन्छ कि यार तिमीले एसी बन्द गरेको थियो हाम्रो लगाएको चिसो हुन्छ लिएर आऊँ है हामी चाहिँ बच्चाहरू राख्नको लागि बागेल ल्याउनु पर्ने हो। त्यहाँभित्र रहेछ ब्रेकफास्ट लिफ्टमा हालेर झारे नि भयो सुत्दैन होला बाक्सी कोसीमै ठिक होला यार ठाडो बस्छन् नि। My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking and they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life, it's time to live, not die. Wish I could slow down time and just enjoy the climb. And I'm the one to get it, bro. I swear to God I get it, bro. So don't just pancake and scramble it in लागेको यता के आयो लाने छु ब्रेकफास्ट त भ्याइसक्यो दिदी अन्डा खानुहुन्न यताको हालेको त्यो रिन्ड हो त्यही भएर लग्यो। सो गाइज फाइनली अहिले चाहिँ रेडी भइसकेको छ हामी। अब हामी एकछिनमा निस्किन लाग्यो रेडी भइसक्यो हामी। अब हामी एकछिनमा निस्किन लाग्यो बाहिरतिर कता कता घुम्न जान्छ देखाउने छु है। सो गाइज स्टे ट्युन होइन बुझ्टे रेडी हो रेडी हो तल्लै एस भन्छ तल्लै सो गाइज अब हामी एकछिनमा निस्किन्छौँ फेरि हामी ब्याक भइसकेका छौँ। अहिले हामी बुफे खाएर
हाम्रो रुम यो रहेको छ। अहिले बुफे खाएर हामी फेरि बाहिर निस्किनको लागि हल्का रेडी भइसकेका छौँ। मेरो आउटलुक यस्तो छ आज। बेली प्यान्ट छ है, बोट अनि यो चस्मा। सो अब हामी बाहिर कता कता जान्छौँ, के गर्छौँ देखाउनेछु गाइस। स्टे ट्युन, हेर्दै गर्नु होला हाम्रो च्यानल। के छ? हेलो गाइज, आज चाहिँ हामी अब भियनाको सुनब्रुन प्यालेसमा आएको छौँ। ल हामी चाहिँ आइपुगेको छौँ। अब गाडी पनि हाम्रो पार्किङ भइसकेको छ। अनि अब हामी हजुरहरूलाई देखाउनेछौँ के कस्तो छ प्यालेस होइन। हजुर, यो चाहिँ अब एउटा इम्पेरियल प्यालेस हो कि यो भियनाको। लाइक डिफ्रेन्ट काइन्ड अफ डेकोरेटिभ हुन्छ नि, त्यस्तो तरिकाले बनेको छ कि यो प्यालेस चाहिँ। अनि आज हजुरहरूलाई देखाउनेछौँ के कस्तो अनि यो छ। प्यालेसमा चाहिँ स्टोर मार्केट पनि लागेको छ। हजुर हजुर, स्टोर मार्केट पनि लागेको छ। ल ढुक्क भएर बस्नु होला, हेर्दै गर्नु होला। keep watching and stay tuned. Okay. तिमीलाई स्टेप ल कहाँ आयो हामी? हामी प्यालेसमा सुनब्रुन होइन, सुनब्रुन भियनाको एउटा प्यालेस। हेलो हेलो। कस्तो हेलो भइरहेको हेलो। छ? सुनब्रुन प्यालेसमा आयो होइन आज? सुनब्रुन प्यालेसमा अहिले रोको रहेछ भन्थे। मान्छे हो त्यो नि मान्छे हो। खिच्दै छाता खोल्यो। ल गाइज, फाइनली वी रिच्ड आवर डेस्टिनेसन है, सुनब्रुन प्यालेस। लाइक this is the one of the large imperial in Vienna है। खत्रै ठुलो छ त्यही त, मान्छेहरू पनि टन्नै। यो प्यालेसमा चाहिँ कति 1400 लगभग हाराहारी रुम्सहरू छ भन्ने सुनेको थिएँ। ठुलै हो भन्छ त्यो रुम। अनि ब्युटिफुल स्टाइलमा बिल्ड भएको प्यालेसहरू यो छ। ल अब चाहिँ हामी भित्र जान्छौँ अनि हजुरहरूलाई देखाउनेछौँ है के कस्तो छ। गोल्डन इस्टर। फोटो खिच्ने है? यहाँ खिच्छ भाइ, ग्रुप फोटो खिच्छ न। सो गाइस, अहिले चाहिँ हाम्रो भ्लगिङ भइरहेको छ होइन। हामी चाहिँ अहिले सुनब्रुन भन्ने ठाउँमा घुमिरहेका छौँ भन्टा भुन्टु लिएर। यहाँ चाहिँ मेला जस्तो रहेछ कि, रमाइलो भएछ। ठुलो रहेछ। ल यहाँ खिच्छ नि त। सो गाइस, अहिले चाहिँ हामी यो सुनब्रुनमा घुम्दैछौँ होइन। यहाँ घुम्ने क्रम हाम्रो जारी नै छ। यो चाहिँ पुरानो प्यालेस हो कि होइन, पुरानो दरबार भनौँ कि के भनौँ, प्यालेस। मेरो सब्सक्राइबरहरू हुनुहुन्छ भने पहिला पनि हेरिसक्नुभयो यहाँको भिडियो है। धेरै वर्ष अगाडि म पहिला पनि आइसकेको ठाउँ। पुरानो सब्सक्राइबरहरूलाई त थाहा छ, नयाँ हुनेहरूले चाहिँ आफ्टर 6-7 इयर्स पछि होला फेरि यो ठाउँमा। रमाइलो छ ठाउँ, फ्यामिली टाइम, घोडा घुम्ने। सो रमाइलो भइरहेछ। वेदरले साथ दिएको छैन। वेदर चाहिँ अलि होइन। कस्तो छ वेदर? राम्रो हो वेदर। कहाँ हुने यस्तो वेदर त। मेरो चस्मा लाएर पो घाम लाग्यो जस्तो देखिरहेछ यार। यो चस्माले लगाइदिएको छु नि।
यस्तो यस्तो पो रहेछ त म त घाम लाग्यो भन्ने सोचिरहेको है घाम ला यो चस्मा त घाम लाग्यो जस्तो देखेको त्यो फ्रेमले गर्दा सो गाइज अब चाहिँ केही इन्ट्रेस्टिङ केही भयो भने तपाईँहरूलाई देखाउने छु है नत्र भाइले चाहिँ अहिले मेरो भ्लग चाहिँ ह्यान्डओभर गरिरहेको छ उसले चाहिँ सकि नसकेको खिचिराखेको छ होइन त्यही हो आफ्टर लङ टाइम भ्लगमा आइसकेको छु म मेन गार्डन हुने ठाउँमा आएको छु यस्तो पालो पालो हो अस्ति नै हामीले गरेको थियौँ पालै पालो अड्के घर पाउँदा होइन जङ्गल पानी पर्नु लाग्यो पानी पर्ला पर्दैन होला यो चाहिँ प्यालेस पुरा एरिया छ यस्तो बच्चाहरूको लागि चाहिँ यस्तो ट्रेन पनि रहेछ ट्याक्कै होइन सही हो बच्चाहरूलाई लिएर घुम्नको लागि सो गाइस हामी चाहिँ अब हल्का घुमेर थाक्यो वेदर चाहिँ अब पानी पर्ला जस्तो लाग्यो अनि त्यही भएर अब हामी चाहिँ टाप हान्न लाग्यो फेरि बच्चाहरू छ वेदर राम्रो होला तर ठिकै छ पानी परेन त्यही हो वेदर राम्रो भएन त्यही भएर अब हामी गाडीतिर गएर